नमस्कार साथीहरू, के तपाईलाई थाहा छ हामीले कागजमा लेखेको वा छापेको कुरा कम्प्युटरभित्र कसरी छिर्छ, कसरी पस्छ अनि कम्प्युटरले कसरी कार्य गर्छ? आजको भिडियोमा हामी कम्प्युटरका यस्तै 4वटा शक्तिशाली र अचम्मका इनपुट डिभाइसहरू जस्तै स्क्यानर, ओसिआर, एमआइसिआर र ओएमआर को बारेमा एकदमै सजिलो भाषामा बुझ्नेछौँ। कतै नजानुहोला, भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। है त, लागौँ आजको भिडियोतर्फ। स्क्यानर। सबैभन्दा पहिले कुरा गरौँ स्क्यानरको। स्क्यानर एउटा यस्तो इनपुट डिभाइस हो जसले कागजमा छापिएका कुनै पनि टेक्स्ट वा चित्रलाई पढेर कम्प्युटरलाई बुझ्ने डिजिटल फर्मेटमा बदलिदिन्छ। यसलाई अझ बुझ्ने भाषामा भनौँ है, स्क्यानरले फोटो खिचे जस्तै डिजिटल कपी बनाएर कम्प्युटरलाई दिन्छ। तर स्क्यान गरिएको टेक्स्टलाई हामीले जस्ताको तस्तै एडिट गर्न सक्दैनौँ। अब हामी अर्को चर्चा गरौँ, ओसिआर, अप्टिकल क्यारेक्टर रिकग्निसन। स्क्यान गरेको डकुमेन्टको अक्षर कसरी एडिट गर्ने हो त? हो, यसका लागि चाहिन्छ ओसिआर अर्थात् अप्टिकल क्यारेक्टर। ओसिआर एउटा यस्तो प्रविधि हो जसले चित्रमा भएका अक्षरलाई पहिचान गरेर कम्प्युटरले बुझ्ने क्यारेक्टरमा रूपान्तर गर्छ। यसको प्रयोग पुस्तक, पत्रिका वा मुद्रित सामग्रीलाई डिजिटल र एडिट गर्न मिल्ने टेक्स्टमा बदल्छ। अब अर्को छ एमआइसिआर, म्याग्नेटिक इन्क क्यारेक्टर रिकग्निसन। विशेष गरी बैंक क्षेत्रमा प्रयोग हुने एमआइसिआर अर्थात् म्याग्नेटिक इन्क क्यारेक्टर रिकग्निसन यो एउटा यस्तो उपकरण हो जसले सामान्य मसी होइन, विशेष प्रकारको चुम्बकीय मसी म्याग्नेटिक इन्कबाट छापिएका अक्षरलाई मात्र चिन्न सक्छ। बैंकका चेकहरूको तल्लोपट्टि एउटा यस्तो एमआइसिआर कोड हुन्छ। यो उपकरणले त्यो कोडलाई स्क्यान गरेर एकदमै छिटो र बिल्कुलै बिना गल्ती एक्युरेट पढ्न सक्छ, जसले गर्दा बैंकिङ प्रणालीहरू सुरक्षित तथा काम गर्न छिटो द्रुत गतिमा बनाउँछ। अब अर्को छ अप्टिकल मार्क रिकग्निसन। यो डिभाइस जुन विद्यार्थीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण छ हो यो ओएमआर। यो प्रविधिले कागजका पेन्सिल वा मसीले लगाइएको चिन्ह मार्क छ कि छैन भनेर पत्ता लगाउँछ। यसको मुख्य काम भने बहुकल्पीय प्रश्न एमसिक्यू भएका वस्तुगत परीक्षाहरूको उत्तर पुस्तिका चेक गर्न प्रयोग गर्छ। देख्नुभयो त, यी सबै इनपुट डिभाइसहरूले हाम्रो दैनिक जीवन र प्रशासनिक कामलाई कति सजिलो बनाउँछन् है, छैनन् त? तपाईलाई आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला है। अर्को भिडियोमा यस्तै जानकारीमूलक विषय लिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार। तपाईको समय शुभ रहोस्।